तपाईले के गर्नु भएको? एक्लै केटी मान्छे भएको ठाउँमा आएर ढोका थुन्न तपाईलाई अलिकति लाज लागेन? लाज साज मैले सबै पैसाले किनिसकेँ। अब त पनि लाज बिर्सेर काम सुरु गरिहाल। अनि मैले मेरो काम आफैले गरेको छु त तपाईलाई गर्दिन भनेको छु र? गर्दा हुन्छ सही। बचाऊ! बाउजू! बाउजू! बचाऊ! 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 बाउजू! बचाऊ! एउटा छोटो हेर्नु समस्या नाना भाइ हेर ल भाइ बिल्कुल सर्जिन कमजोर भयो मानिस एक्सन छोड्नु परेको मानिस मानिन के गर्छस् मानिस मानिस छोड्नु परेको फुटिनु सर झट्टै झगडा के गर्ने मलाई भागे ल मैले चाहिँ झन्डानु पर्यो। गर्नु मैले यस्तो गरेर यस्तो गरेर जुर कुरा झ्याम आनन्द हान्छु फुटबल खतरनाक गर्नु भयो अलि एकदम त्यो हेर्नु सर आनन्द ल अनि तिमी चाहिँ जुर कुरा तपाईँ खानु ल साथी ऊ भाग्छ खानु नसु ल हो अझै लडेर पनि गरौँ है भाग्छ हात नसु लडेर लडेर गर्छु एक्सन के भनेको मानिस मैले भने मानिस अझ मानिन मानिस के गर्छस् छोड्नु मलाई छोड्नु भनेको झगडा लाग्छ हेलो हेलो गाइजहरुलाई सम्पूर्ण नमस्कार है। आज चाहिँ हामी देवरानीको सुटिङमा छौँ ल। धेरै भाषा नलगा म एउटा चुड खान जान्छु। सर कसरी हो सर तपाईँ मान्छे रोय एक्सन तँ यति सुनेर पनि अझै यहाँबाट जाँदैनस् ल ल अब धेरै भाषा नलगा एउटा चुड खान जान्छु। सर अलिक त्यसो गर न तारको गाडी दिएर मात्रै कट हुन्छ के तिमी मलाई लगाएर नि हान्यो के रोय एक्सन बाउजू सबै सामान बाउजू या दिदी धुमधाम हाम्रो बोला एक नम्बरको सर्ट हो। एक नम्बरको सर्ट हो। सुटिङ भइरहेको छ, रमाइलो भइरहेको छ, सबैले हेरिदिनु होला। म चाहिँ भीमसेन खत्रीको साक्य काइलो भति छ भने रोय एक्सन छोड्नु भनेको छोड्नु फेरि भयो ल म एउटा मात्र केटा हुन्छ लिपसिङ पुरै गरौँ ल सुनेर यहाँबाट जाँदैनस् देखेर आज ल। हेलो हेलो ल है आज हाम्रो पनि है सीता दिदी वा क्यामेराम्यान ल हाम्रो दादा दादा ल हेलो हेलो हामी चाहिँ रातको 3 बजे अहिले बिहानै हुनेछ है हामी सुटिङमा छौँ होइन बिहानको 3 बजे लगाइसक्यो ल। हामी चाहिँ खट्टा छौँ हजुर सिटीमा हजुरमा आउँदैछ मेहनत अनुसारको फल ल ट्याक्क। नमस्कार ल नमस्कार सबैजनालाई। म चाहिँ देवरानी सिरियलमा देउरानी देवरानी सिरियलमा देउरानी 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 सिरो ल बहिनी के भन्ने हो देउरानी पनि छ हैन के भन्दै त ल। यसैलाई देउरानी भन्छ देउरानी भन्दा जसले पनि देउरानी मद्री यसो गर्ने त मैले चाहिँ यो गर्ने इच्छा दिने हैन हेलो ओके ल म त आफै भ्याउने मान्छे जाने म पनि छु है ल। ल ल सर ल केही भनिदिनु पर्ला यति बिहान
रातभरि सुटिङ गरेर बिहानको 3 बजिसक्यो। अझै हामी गरिरहेको छौँ इन्डोरमा। अब केही समय भिडियो आउँदैछ आइतबार बेलुकी 7:30 बजे हरेक आइतबार है। फेरि तपाईँले देउरानी अफिसियल युट्युब च्यानलबाट देउरानी सेल हेर्न सक्नुहुनेछ। एपिसोड 138 सम्म आइसकेको छ। 39, 40 र 41 एपिसोड हामी सुटिङ गरिरहेका छौँ। छिट्टै क्रमशः हप्तै पछि हरेक आइतबार बेलुकी 7:30 बजे आउँछ। तपाईँले हेर्नु होला। त्यति मात्र होइन, देउरानी अफिसियल युट्युब च्यानललाई सब्सक्राइब गर्नु होला। धन्यवाद। ल यो राम्रो छ है। एक्सन हान्दिनु साँच्चै कि हैन लडे हेलमेट टिपे देख्नु ल रोलिङ एक्सन छोड्दे भाउजू भाउजू उठ्नु पछि हेर्नु ल बाल पक्ला के छ ल बाल यसो हेर्नु किन कोड गर्यो ल रोलिङ एक्सन भाँच्यो क्या यसको नुन त भालो पनि आउँछ क्या छोड्दियो भने भन्नु पर्यो हैन त। के भन्नु अनि पछि के गर्ने बोल सकित पर्छ ल है सर बुझ्नु नि सर राम्रो गरौँ सर ल ससुन एक्सन तँलाई त भनेर सर है सर मुड है सर ल रोलिङ एक्सन छोड्दे भनेको छोड्दियो भने छोड भने यसको नौका त भालुको भन्दा राम्रो छ के हो उठेर हेरेर तपाईँ होइन रोल एक्सन छोड्छ भने सर एक्सन छोड कहाँ अहिले त राम्रो हाम्रो कहाँ अहिले क्लोज छैन लाग्ने गरे हान्न दिउ छोड्दै सुन्छु ल नाच भाइ एक्सन छोड भनेको छोड छोड भनेको ओके ल बाजिने हो खोज्छु हैन रोल एक्सन यसको नौका त भालुको भन्दा पनि ठुलो छ के हो ल 2 शब्द भन। सुरुको डायलगमा चाहिँ कन्टिन्यू रहेछ अरे सबैजनाले पेजलाई फलो गरेर लाइक कमेन्ट गर्नु अनि त्यो रेसिपी हेरेर नभुल्नु एक्सन धेरै चिप्प पानी बित्तिकै आज हेर नि हात भयो झ्यापस छोडी हेर्नु न रोल एक्सन चिप्प पानी बित्तिकै प्राण जान्छ तर यो माल्दैन हैन त्यसलाई आउँदैन ai के भन्दै थियो रोलिङ एक्सन रोलिङ एक्सन साइड हात चल्दै त्यति होला अन्डर आइदैन भयो देखा रोलिङ एक्सन ओके ल भगवान् कसम भाइ कानले छोड्ला तर म छोड्दैन भन्नु ल एकजना आन्टीको बुढोले भन्नु
है आज हामी देउरालीको सुटमा रातको 3 बजेको छ मेहनत गरेका छौँ धुमधाम हेर्नु होला है रोलिङ एक्सन भाउजू तपाईँ बसेको कोठाको ढोका बन्द हुनु अनि ढोका खोल्दा केटा मान्छे बाहिर निस्किनु अनि तपाईँको खुट्टाबाट रगत बग्नु यो सब कसरी भयो भाउजू? तपाईँलाई एउटा कुरा थाहा छ सीता नानी, जुन कुरा सत्य हुन्छ त्यो कुरा आँखाले देखिँदैन, जुन कुरा तपाईँको आँखाले देख्नु भएको छ नि त्यो कुरा सत्य होइन। जब पनि नसक्यो सत्य होइन। सत्य होइन सत्य होइन एउटै देखिन्छ है मिलाएन अनि त मिल्छ भन्न त भने केटी हो सत्य रोल एक्सन यो जिन्दगीले किन सङ्घर्ष गर्ने थाहा छ सीता नानी? किनकि एक ठाउँमा जितेर जाँदाखेरि अर्को ठाउँमा जित्नुपर्छ। मेरो भाग पनि लिएर आउँछु अनि नन्दा भाउजू सँगै बसेर खाउँ ल। हुन्छ मन चल ओके सर एक्सन आफ्नो दिने ठाउँमा छैन अरूलाई भर्दोष देखाएर हुँदैन सीतारानी गल्ती हाम्रै छ आफ्नो समस्यालाई हामी आफ्नो रोल एक्सन छोड्दै भनेको मैले भने नमान्ने मान्दिन के गर्छस् मान्ने छैन पासवर्ड होइन त्यो त होइन अति नै दुःख हुन्छ खाना बनाउने अरूलाई बाहिर टपा रोल नराम्रो जुन तल हात ताने हजुर भाउजू लान्छु भाउजू फेस हात यसो भन्छ त्यो चाहिँ होइन फेस यही हात चाहिँ लिएर होला रोल एक्सन हात लान्छ हाल्न छ एक्सन छोड्दे भाउजू हो